किन फोनमा मात्र झुन्डिए कि? छ्या जिप्पाइदिए कि खैले त होइन, को केटा हो यो? मेसेन्जरमा भेटेको कि 1.5 महिना जति भयो। मान्छे भेटेको छैन, लसिएर कुरा गर्छस् त? मलाई मनपर्छ कि। अनलाइनमा आजकल धेरैलाई नराम्रो काममा प्रयोग गरिरहेका छन्। त्यस्तै कारणले बालबालिका र हामी जस्ता किशोर किशोरीहरू साइबर बुलिङमा परिरहेका छन्। साइबर बुलिङ भने? सुन, इन्टरनेटमा खराब मनसायले यौनजन्य सन्देश, फोटो पठाउने, त्यस्तो फोटो इन्टरनेटमा राखिदिने, धम्क्याउने, नग्न तस्बिर राखेर अकाउन्ट बनाउने, ब्ल्याकमेल गर्ने जस्ता कुरालाई साइबर बुलिङ भनिन्छ। त पनि फोटोसोटो पठाउँदै छेस्, अप्ठ्यारोमा पर्लिस् है। ला अब के गर्ने? पठाकी छस् भने पहिला त्यसलाई मेटाउन लगा। यदि मानेन भने प्रहरीलाई खबर गर्नुपर्छ। प्रहरीको साइबर बुलिङ युनिटले छानबिन गर्छ। यति सानो कुरालाई यत्रो बनाउनु? सानो कुरा भन्दै भोलि ठुलो समस्या आउन सक्छ। यदि कसैले ललाइ फकाइ या दबावमा यस्ता कुरा गरिरहेको भए त्यो मानिसको बारेमा परिवारका सदस्य वा मिल्ने साथीलाई भन्नुपर्छ। के इन्टरनेट मेसेन्जर भन्दैछौ? इन्टरनेटको दुरुपयोग नगर है। नचाहिने काम गर्यो भने समस्यामा परिन्छ। यसलाई त्यही कुरा सम्झाएको आन्टी। लो च्याल्यु, राम्रोसँग पढ है। तपाई हाम्रा बालबालिका पनि साइबर बुलिङको शिकार हुन सक्छन्। त्यसैले शिक्षक, अभिभावक सबैले उनीहरूको आनी बानीमा ध्यान दिन जरुरी छ। साइबर बुलिङमा पर्ने होइनन्, पार्ने अपराधी हुन्। सजग रहौं, न डराउँ। यस्ता गतिविधि विरुद्ध रिपोर्ट गरौँ।